आज एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गरौँ है। ट्रान्सपेरेन्सी इन्टरनेसनलको नयाँ रिपोर्ट आएको छ र त्यसमा नेपालको कथा अलि अनौठो छ। स्कोर उही तर र्याङ्क चाहिँ तल झर्यो। यो कसरी भयो? ल यसैको चिरफार गरौँ। ल हेर्नुहोस्, भ्रष्टाचारको मामिलामा नेपालले कति अङ्क पायो त भन्दा 100मा 34। र रमाइलो कुरा के छ भने यो स्कोर त पोहोर सालको जस्ताको तस्तै हो, एक अङ्क पनि यताउता छैन। तर कथा यहाँनिर अलि घुम्छ। स्कोर त उही रह्यो, तर हाम्रो ग्लोबल र्याङ्किङमा भने हामी 2 खुड्किलो तल झरेछौँ, 107बाट 109मा। हो, यही हो आजको मुख्य प्रश्न। स्कोर उही छ अनि र्याङ्क कसरी घट्यो त? ल आउनुहोस्, आज हामी यही गुत्थी सुल्झाउने कोसिस गरौँ। हामी यो विषयलाई 4वटा भागमा हेर्नेछौँ। पहिलो, भ्रष्टाचारको अवस्था किन जहाँको त्यही छ। दोस्रो, यो सूचकाङ्कको हिसाब किताब कसरी हुन्छ। तेस्रो, विश्व मानचित्रमा नेपाल कहाँनिर पर्छ। र अन्त्यमा अब अगाडि बढ्ने बाटो के त? ल सुरु गरौँ पहिलो खण्डबाट, भ्रष्टाचारको अवस्था जहाँको त्यही। भयो के भने नेपालको अवस्था चाहिँ ट्रेडमिलमा दौडेको जस्तो भयो। दौडिन त दौड्यो, तर अगाडि बढेन। हाम्रो स्कोर स्थिर रह्यो, तर यही बीचमा अरू केही देशहरूले अलिअलि भए पनि सुधार गरे। अब दौडको मैदानमा अरू अगाडि बढेपछि हामी त स्वतः पछि परिहाल्यौं नि, होइन र? अब लागौं दोस्रो खण्डतिर, जहाँ हामी यो 34 अङ्कको हिसाब किताबलाई अलि गहिरिएर हेर्नेछौँ। सुरुमा त यो सीपीआई अर्थात् भ्रष्टाचार अवधारणा सूचकाङ्क भनेको के हो त्यो बुझौँ। यो चाहिँ कति भ्रष्टाचार भयो भनेर नाप्ने मिटर होइन। यो त विज्ञहरू र व्यापारीहरूको धारणा वा बुझाइमा आधारित हुन्छ। उनीहरूलाई लाग्छ कि देशको सरकारी क्षेत्र कतिको भ्रष्ट छ। स्केल हुन्छ 0 देखि 100सम्म। 0 भनेको एकदमै भ्रष्ट र 100 भनेको एकदमै सफा। नेपालले पाएको 34 अङ्कको पछाडि 6वटा छुट्टा छुट्टै सर्वेको हात छ। यहाँ हेर्नुहोस् त, वर्ल्ड ब्याङ्क, ग्लोबल इन्साइट र VDEM इन्स्टिच्युटको सर्वेमा हाम्रो स्कोरमा कुनै परिवर्तन देखिएन, स्थिर छ। वर्ल्ड इकोनोमिक फोरम र वर्ल्ड जस्टिस प्रोजेक्टमा 1-1 अङ्कले सुधार भयो, जुन राम्रो कुरा हो। तर फेरि बर्टेल्सम्यान फाउन्डेसनको सर्वेमा 1 अङ्क घट्यो। अब 2 अङ्क बढ्यो, 1 अङ्क घट्यो, अरू स्थिर रह्यो। हिसाब गर्दा के भयो त? 0। त्यसैले हाम्रो समग्र स्कोर जस्ताको तस्तै रह्यो। तर यो 1-2 अङ्कको तलमाथिको खासै ठूलो अर्थ छ त? ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालका आशिष थापा भन्नुहुन्छ, 3 अङ्कभन्दा कमको परिवर्तनलाई खासै अर्थपूर्ण मानिँदैन। उहाँको अर्को महत्त्वपूर्ण कुरा के छ भने 50 भन्दा कम अङ्क ल्याउने देशहरूमा भ्रष्टाचार साँच्चीकै गम्भीर समस्या हो। भनेपछि हाम्रो 34 अङ्कले देखाउँछ कि हामी अझै पनि गम्भीर चुनौतीकै बीचमा छौं। त्यसो भए कुन क्षेत्रमा अलिकति सुधार देखियो अनि कुनमा अवस्था बिग्रियो त? हेर्नुस्, आयात निर्यात, सार्वजनिक सेवा प्रवाह, कर तिर्ने जस्ता कुराहरूमा थोरै सुधारको सङ्केत छ। तर अर्कोतिर राजनैतिक भ्रष्टाचार र सार्वजनिक क्षेत्रको भ्रष्टाचारमा मानिसहरूको धारणा झनै नकारात्मक बनेको देखिन्छ। हो, यही गिरावटले गर्दा त्यो सानोतिनो सुधार पनि छायामा परिहाल्यो। ल अब नेपाललाई विश्व मानचित्रमा राखेर हेरौँ, छिमेकीहरूको तुलनामा हामी कहाँ छौँ। दक्षिण एसियाको कुरा गर्दा 71 अङ्कसहित भुटान त हामीभन्दा धेरै नै अगाडि छ। त्यसपछि भारत आउँछ 39 अङ्कमा अनि हामी 34 अङ्कमा। खैर, पाकिस्तानको भन्दा हाम्रो अवस्था राम्रो छ, उनीहरूको 28 अङ्क छ। तर भुटान र भारतसँग तुलना गर्दा हामी पछाडि नै देखिन्छौँ। ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालकै डाक्टर सागरराज शर्माको यो भनाइले त झन् झस्काउँछ। उहाँ भन्नुहुन्छ, अन्तर्राष्ट्रिय स्तरमा 50 भन्दा कम अङ्क ल्याउनु भनेको भ्रष्टाचार नियन्त्रणमा असफल हुनु हो। उहाँले यसको समाधानको लागि प्रतिबद्ध जनप्रतिनिधिहरूको आवश्यकतामा जोड दिनुभएको छ। अब संसारभरि हेरौँ न। सबैभन्दा राम्रो गर्नेमा डेनमार्क छ, 49 अङ्कसहित। अनि फिनल्यान्ड र न्युजिल्यान्ड पनि त्यस्तै छन्। अर्कोतिर सबैभन्दा खराब अवस्थामा दक्षिण सुडान, सोमालिया जस्ता देशहरू छन्, जसको अङ्क 10 को हाराहारीमा छ। यो तुलनाले हामीलाई देखाउँछ कि 34 अङ्कबाट माथि उक्लिन कति लामो यात्रा तय गर्न बाँकी छ। ल अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। यी सबै अङ्क र तथ्याङ्कहरूको पछाडि के छ र अबको बाटो के हो त? यो निराशाजनक पर्सेप्सन बन्नुमा पछिल्ला केही ठूला काण्डहरूको पनि हात छ। जस्तै उच्च पदस्थ व्यक्तिहरू नै मुछिएको भिजिट भिजा घोटाला, पोखला विमानस्थल निर्माणमा देखिएको अनियमितता, बहालवाला मन्त्रीहरूमाथि लागेको घुसको आरोप, यी सबैले
आम मानिसको धारणामा असर पारेको छ। त्यसमाथि सम्पत्ति शुद्धिकरणको निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फ्याटएफले नेपाललाई ग्रे लिस्टमा राख्ने चेतावनी दिएपछि त अन्तर्राष्ट्रिय छविमा पनि थक्का लाग्यो। यहाँ एउटा एकदमै रोचक कुरा छ। यो सीपीआई रिपोर्टको लागि डाटा सङ्कलनको काम सकिएपछि मात्र नेपालमा त्यो ठूलो जेनजी आन्दोलन भएको थियो। तर रमाइलो के छ भने ट्रान्सपेरेन्सी इन्टरनेसनलले आफ्नो ग्लोबल रिपोर्टमा नै विश्वभरि युवाहरू सडकमा आउनुको एउटा मुख्य कारण भ्रष्टाचारप्रतिको वितृष्णा हो भनेर उल्लेख गरेको छ। यसले हाम्रो आन्दोलनलाई पनि विश्वव्यापी सन्दर्भमा जोडेको छ। अन्तमा ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालको वक्तव्यले नै निचोड दिन्छ। उनीहरूको सन्देश एकदमै स्पष्ट छ। राजनीति गर्न भ्रष्टाचार नै चाहिन्छ भन्ने भ्रमबाट नेतृत्व मुक्त हुनुपर्छ। अब देशलाई स्वच्छ, इमानदार र प्रतिबद्ध राजनीतिज्ञहरूको खाँचो छ। अब यो सबै विश्लेषणपछि एउटा ठूलो प्रश्न मनमा आउँछ, के त्यो जेनजी आन्दोलनमा देखिएको ऊर्जाले नेपालमा वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचारको चक्रलाई तोड्न सक्ने त्यो चिङ्गारीको काम गर्ला त? यसको जवाफ त अब भविष्यले नै देला।